हेलो सबजनालाई ढोक दिया सबजनालाई हैन मेरो यो डोटेली ब्लग युट्युब च्यानलमा स्वागत छ। गाइज आज चाहिँ हैन यो मेरो फर्स्ट ब्लग हो। म तुम सबलाई के भन्नु नपड़ गया मेरो यो फर्स्ट ब्लगलाई हैन लास्टसम्म हेर्दिया र मेरो यो ब्लग मन पड़ गया ये भिडियोलाई लाइक कर दिया और मनमा केही तुमलाई जिज्ञासा लाग्यो हैन लाइक कमेन्ट कर दिया। और एक कुरा और यो च्यानलमा नयाँ छ भड़ गया नयाँ त नयाँ होला हैन क्या आज ही फर्स्ट चोटी भिडियो हाल्न यही यूट्यूब च्यानललाई सब्सक्राइब कर दिया। अहिले म अनि मेरो भाइले हम यहाँ पुलमा आएको छु यही ब्लग बनाउनैले हैन। भाइ वहाँ छ यही भाइले चाहिँ धीरज डनको भिडियो हेर्छ के समझ रहे हो ना। धीरज डनको भिडियो एकदम मन पराउँछ टक्कसँग। अनि पछाडि चाहिँ हैन हाम्रो गाडीहरु छ अनि म सब मिक्स गरेर बनाउन के ब्लग डोटेली नेपाली सब मिक्स गरेर हैन किनकि डोटेली ब्लग हो तर डोटेली ब्लग भन्नाले आफ्नै डोटेली भाषामा तर मैले अहिले हैन बिचमा नेपाली बोले त्यसका लागि म दुई हात जोडेर क्षमा प्राप्ति माग्छु हैन। सबजनाले मेरो हैन यो भिडियोलाई लाइक गरिदिया सपोर्ट गरिदिया आजले भन्न चाहना। और म तुमलाई हैन अब यही पुलका बारेमा भन्न यही ठाउँका बारेमा यो अहिले म जहाँ छु हैन यो मेरो पछाडिपट्टिको यही साइडको दुघा ठाउँ हैन। और यही राइट साइडमा जो यही साइडतिर जो छ लेफ्ट साइडतिरको यो चाहिँ देखदबुली और उही साइडतिरको दुभापट्टि हैन त्यही साइडतिरको बाइक आउन त्यही साइडबाट और यही साइडतिर जो छ देखदबुली हाम्रो यही साइड कल्लीरे चित्रपुर चौराहे हो। और यहाँको मतलब मेन ऊ के छ भन्नाले हमरा यहाँ यो जो पुल अहिले हामी कल्लिरहेको यो पुल हैन भर्खर बने हो लगभग 1 वर्ष हुन लाग्यो यो पुल बनेको अहिले काम के सक्या हैन यसमा हैन बनेको। अब यसमा मेन घोडा मसला हाल्न बाँकी छ के यसको यो जो पानी हुन्छ नि त त्यो यहाँ बर्खामा हैन पानी पड्क्या अब यही पुलमा जाम हुन्छ क्या अस्तिले पानी पर्यो यहाँ जाम भइएको थियो हैन पुरै पानी इन जम्या थियो। अब त्यो उही साइडतिरले उहाँले पुल बन्न हैन यहाँ मेला लागन्छ क्या इटा बाबा भन्ने ठाउँमा त्यही तालै पुल बन्ना छ मतलब बनिसक्यो सँगै बन्या हो तर अब त्यहाँको काम फिनिश भइगयो मात्र यहाँ हो गद्यान। म तमलाई हैन यही ब्लगमा आज देखाउने भडा खाली पुल और त्यसपछि नदी तति मात्र म देखाउने यो भिडियो चाहिँ लास्टसम्म हेर्दिया मेरो फर्स्ट ब्लग हो हैन। म तमलाई अब के भनौँ यो पुल कति लामो छ भड्क्या लगभग 300 मिटर जति लामो छ हैन यो पुल 300 मिटर लामो छ। यो पुल यहाँ बनाउनुको खास कारण भन्नाले पहिला ऊ त्यहाँ झलङ्गी पुल थियो हैन झलङ्गी पुल बनाएको थियो त्यहाँ झलङ्गी पुल बनाइरहेको थियो त्यही भएर त्यो झलङ्गी पुल के भयो बनेका 1 वर्ष लगभग 1 वर्ष पछि हो कि कति त्यता मतलब तान तुनेर लगभग त्यही बेला पछि त्यही नदीले बगाएर त्यो ढलाइदियो हैन। त्यसपछि यहाँ यो पक्की पुल बनायो हैन यो पक्की पुल अच्याले बन्यो भर्खर। और त्यही पछि अब यो आवाज जावाज गर्दालाई सजिलो हुन्छ यो पुलमा अहिले मतलब अस्ति 2 एक्सिडेन्ट भयो अनि सही पुलमा हैन ताकि त्यो उ गरिरहेको थियो क्या के भन्नु काम सुरु हुन छ मतलब प्रवेश निषेध भनेर बोर्ड लागेको थियो त्यही पनि मान्छेले त्यो त्यहाँनिर लागेको पाइप नदेखाएर कसै। और गाइज यो हैन अब म तिमीलाई निकेर भन्नु हैन यही पारिको जो ठाउँ छ यो चित्रपुर हैन हाम्रो चित्रपुर भन्नाले यही साइडको जो यो साइडको जो छ नि यो शुक्लाफाटा 12 मा पढन्छ अनि यो साइडको जो छ कृष्णपुर 3 मा पढन्छ। पहिला हैन यो पुलको मतलब जति बेला यो पुल बन्न थियो काम सुरु हुन थियो त्यति बेला हैन यहीका सबै निर्माणका सामानहरु त्यहाँनिर थियो हैन झलङ्गी पुल वहाँ थियो हैन त्यति बेला अनि त्यो 1 वर्ष पछि नदीले बगाएर लग्यो। और यो पुल चाहिँ लगभग मैले तुमलाई भनिहाले अहिले पहिला 300 मिटर अहिले लगभग 300 को आसपास छ क्या लामो। अनि यहाँ चाहिँ बर्खामा हैन नदी आइगा बहुत नदी आउँथ्यो क्या यहाँ पुरै पानी भरिन्थ्यो तर माथि चाहिँ चढाएको थिएन पुरै पानी आउँथ्यो। अनि त्यहाँनिर फुटबल ग्राउन्ड छ त्यहाँ किनकि मैले अहिले नेपाली बोले हैन के छैन डोटेली ब्लगबाट म मिक्स बनाउने हो। और त्यही पछि यहाँ नदी छ यहाँ बर्खामा हैन जसरी मतलब अहिले बर्खा भइसक्यो मतलब बर्खा गइसकेको छ अब असाढ जेठ असाढ साउनतिर हैन भारी वर्षा भइगयो यहाँ नदी टन्न आउँछ क्या ठुलो अहिले चाहिँ यो सिजन भुले अब यहाँ
अब फ्रुटहरू लगाउने सिजन हो कि, जस्तै वाटरमेलन भन्नाले तरबुज लगाउने यिनले खड्डा खन्छ क्या। और काँक्रा लौका इन बहुत चीज रोप्दान क्या त त्यो तरबुज खान चाहिँ मजा आउँछ क्या। और एक कुरा और भन्न चाहनु गाइज म तिमीलाई, त्यो के कुरा भनेपछि होइन, अब यो माहौलबाट होइन, अब चुनावको माहौल हो। हाम्रा होइन एकजना भाइ खतरा भाइरल भाइ हो यो चाहिँ। भाइ तिमी भोट केमा हाल्छ भाइ? क्यामा भोट हाल्यौ? भाइ भोट केमा? भोट कहाँ में डालेको भाइले त? पुल में पुल में डालेको भने जा साल तो तेरे घर से कितना वोट दे भैया? अच्छा, और तय नेता के का चाहते भैलू तो के का चीज की जरूरत है? नेता का कहते तय अपनी 2 शब्द कह दे ना। मतलब तय नेता से का कहना चाहता है कि मेरे ब्याह कर दो, कहना चाहता है कि मौके अच्छी ढिंगरिया ढूंढ दो, कहना चाहता है कैसे कैसे लोग रहते हैं यार यहाँ कि मौके विदेश पठाए दो, कहना चाहता है भैलू? विदेश जो भैया तेरा नाम का है भैलू? बता देता जामे वीडियो में। सोनम का? सोनम राणा। तेरे घर कहाँ है? अच्छा ले भैलू ठीक है। कहाँ जाता है अभी तक? ब्याह देखन? ले ठीक है, अच्छे से जाइए। बिस्तारै अब चुनाव आउन होइन, हाम्रो चुनाव चाहिँ फागुन 21 गते छ। मलाई के भन्न चाहनु भनेको यो चुनावको माहौल आउन, अबको यो जो चुनाव हुन्न त्यही चुनावमा होइन भोट दिन्छ एकदम सोचेर होइन, सोचेर राम्रो व्यक्ति को छ त्यसलाई छानेर मात्र भोट दिया। किनकि पहिलाले हामीसित होइन नेताहरू आए हाम्रा घरमा भोट माग्दै हाम्रा गाउँघरमा, त्यसले गफ मात्र ठुल्ठुला दियो होइन। जब चुनाव जितेर गयो नि भोट माग्दै बेला चाहिँ हात जोडेर भोट माग्दै होइन आउने। जब चुनाव जितेर गयो त्यसले कि फर्केर पनि यो ठाउँलाई हेरेन होइन। किनकि यो जो मैले आफैले अनुभव गरेँ कि जो हाम्रो घरको त्यो बाटो छ त्यहाँदेखि आउनेवाला होइन, त्यो बाटो चाहिँ होइन बहुत पहिलादेखि बहुत पुरानो हो क्या। त्यो अहिलेसम्म पिच भएको छैन क्या। लगभग म यहीँ बसेर म यहीँ जन्मेको 23-24 वर्ष हुन लाग्यो, अहिलेसम्म त्यो बाटो मेन बाटो पिच भएको छैन क्या। त्यो त्यही भएर म तुम सबलाई भन्नु होइन, मुखका सब मिठा हुन् नेता होइन। अब चुनाव जितिसकेपछि कोही फिर्ता हुने, त्यही पनि एक राम्रो व्यक्तित्व नयाँ युवा एकदम राम्रो मान्छे को छ होइन त्यहीलाई चुज गरेर होइन छानेर हुन्छ कि जे गरेरले हुन्छ होइन। अगर नेता तिम्रो घरमा यहाँ भोट माग्दा आउनान् भुड्या त्यसलाई हामीले त्यो कुरा सुनाउनै पर्यो। पहिलाले तुमलाई हामीले भोट दियौँ, तुलाई नै सोरिया पहिलाले हामीले तुमलाई भोट दिएर जितायौँ, तुमले यति साल जित्या केही गरेन, अब हम तुमलाई भोट क्याइदिउँ। तुमलाई हामीले 3-4 चोटि मौका दिइसकेका छौँ, अब हम एक नयाँ व्यक्तिलाई मौका दिन चाहना बुढा। गाइज आजको ब्लग होइन म यहीँ यतिमा खत्म गर्न चाहनु, किनकि यो मेरो फर्स्ट ब्लग होइन। आज मलाई अर्कै लाग्दा बोल्लाइले होइन ब्लगमा, किनकि म नयाँ भए हुनाले। तर मलाई के बोल्लो भन्ने त्यति एक्ज्याक्ट दिमागमा आउन रहेन। म अर्का दिन होइन म तपाईँलाई यहीभन्दा राम्रो ब्लग लिएर आउँछु होइन, योभन्दा निको ब्लग बनाउने। सबजनाले होइन मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिया, लाइक गरिदिया। मनमा जिज्ञासा के लाग्यो भइगयो होइन, लाइक कमेन्ट सेयर गरिदिया। और म एक कुरा यो भन्न चाहनु, यदि घन्टीमा होइन राम्रो मान्छे स्वतन्त्र पार्टीदेखि उठा छ भने भोट दिनु होला होइन, बुझेर मात्रै। पार्टी म्याटर गर्दैन तर मान्छे राम्रो हुनु त्यसमा मेरो लागि यही सबभन्दा ठुलो कुरा। मलाई चाहियो एउटा देश बनाउने नेता हो होइन, देश बिगार्ने नेता होइन। जसले देश बनाउँछ हामीले उसैलाई भोट दिन हाम्रो कर्तव्य हुन्छ। गाइस लगाइस धन्यवाद। म छुट्टिन होइन सबजनासित। बाई बाई, थ्याङ्क यू सो मच।